guys, welcome to my new vlog. आज चाहिँ ट्याक्कल आएर म यसो घुम्न लागि जाँदैछु। धेरै पछि भ्लग आयो हैन, भ्लग आउँछ अब। ट्याक्कल आएर म त यतिकै रेडी भएर बसिसकेको छु। अब ट्याक्कल आएर म हेलमेट कता गयो, हेलमेट यहाँ छ, यो लगाएर यसो कहाँ हुन्छ अब प्लान गरिसकेका छौँ कि अब त्यो पनि फिक्स छैन कहाँ जाने भनेर। हेलमेट लगाउँछु, यो माउन्ट पनि हालिसकेको छु होइन। अब के हुन्छ एकछिन पछि देखाउँछु म। अब ट्याक्क लगाएर घरबाट निस्किन्छु होइन। हाम्रो चाहिँ जय गुरुदेव। ल गाइस एकछिन पछि भेटौँ। ल गाइस दिदी हाई। मम्मी कति आउँछन्? म यसो डुल्न जान लाग्छु। अब चाहिँ हामी ट्याक्क माथितिर जाने हो। बाटो गयो मेरो बाइक अनि म चाहिँ एक्लै त होइन, तर साथी हो पछाडि। मेरो आवाज आएको छ कि नै भन्नु होला। ट्याक्क लाएर अब चाहिँ हामी हिँडिसक्यौँ। मेरो भोइस राम्रोसँग सुनेको छ कि नै यसो यिनीहरू कमेन्ट गर्नु होला। तपाईँले भन्नुहुन्थ्यो नि के अरे बाटो खत्तम छ भनेर, अब देखिन लाग्यो अब तपाईँको भने बोली। वाउ अस्ति हामीले यहाँ लङ्गुर देख्यौँ, आज देखिँदैन। यो बाटो जो सही छ यार यहाँनिर। सागरे यहाँ उरिया थाहा छ कि नै, याद छ कि नै तँलाई? अमेज वाउ। ल हेर ट्याक्क आएर हेर्नु बिना छु। तपाईँ जाने ससुराली घर जाने बाटो हेर्नुहोस्। ट्याक्क पानी पर्ला जस्तो मौसम पनि गरेर थियो हेर्नु। मैले भने नि हिजो पानी पर्ला जस्तो गरेँ नि म जान्छु भनेर। कि वार कि पार। मेरो टाउको हल्लियो क्या हो बाइकको। दुकान के छ? ल हेर्नुहोस् Oh my godness. हामी अस्ति नै बल्ले मान्छेहरू यस्तो छ रमाइलो छैन। उनले के सोच्यो होला, म पनि बाइक फेरि जान्थेँ होला, सोध्छन् होला के भन्छ यस्तो छ। मैले पनि पहिला यही सोच्थेँ हेर्नु त होला है। थाहा पाहाल्यो यो पनि त्यही कल्ली बल्ली म थाहा पाहाल्यो। यार बाटो छ यार, अलि उतै जानुपर्छ कि हामीले। ल गाइज हामी चाहिँ ट्याक्क लाएर है त्यहाँ मान्छे मस्तै सुतिरहेछन्। जुम गरेर देखाउँछु। यहाँ चाहिँ रिसोर्ट पनि बुनेछ। ल भरत दाइ त्यो भिडियोतिर लागि रिसोर्ट बनिसकेको छ। दुई भाइको प्लान थियो त्यो सक्छ। भाइ के अरे यो बाटो माथि त्यहाँ जान्छ कि नै? यो त्यहाँ जान्छ नि?
त्यसै पनि बनिसकेछ गाइस वाउ दुईजनाको सपना चोक्ना चाहिँ बधाई हेर के गर्छ यस्तो गाइस हामी चाहिँ अहिले आइसकेको छौँ ट्याक्क लाएर होइन मेरो अगाडि हेर्न सक्नुहुन्छ ट्याक्क होइन म चाहिँ आइसकेको छु प्रतीक्षा ट्याक्क लाएर यहाँदेखि सर तल गयो भने के होला हालत गाइस भन्नु त ट्याक्क लाएर यहाँदेखि तल गयो भने के हुन्छ त क्या तिमीहरूको के हुन्छ हालत त भन त म चाहिँ यता आइसकेको छु मेरो अगाडि हेर्न सक्छु तुलसीपुर बजारदेखि लिएर सब देखिन्छ म जुम गर्छु है ट्याक्क क्वालिटी यस्तो राम्रो हान्न गाइस कम्प्रोमाइज गर्दिनँ अब चाहिँ एकछिन बस्छु म केही छ हामीसँग खान्छौँ अनि निस्किनु पर्छ अब निस्किएर बेटा मात्रै गाइस अहिले चाहिँ म ट्याक्क लगाएर जान लाग्यो होइन हामी होइन म चाहिँ कसले बल्ले छु ट्याक्क लगाएर अब चाहिँ म घरतिर यात्रा नभए अलिक माथितिर जानु पनि सोच्छु ट्याक्क लगाएर भ्यू चाहिँ बब्बाल छ है बब्बाल भ्यू छ बब्बाल मलाई ट्याक्क लगाएर दिनु होला यो भन्दा अरू म के भन्नु सक्दैन ट्याक्क लगाएर अब चाहिँ हेरेर पनि आफ्नै छ अब चाहिँ यो लगाएर म चाहिँ निस्किनु पर्ने हुन्छ होइन बब्बाल छ कि भ्यू तपाईँ सोच्यो भन्दा नि बब्बाल अहिलेको झन् मौसममा ट्याक्क लगाएर हरियो ट्याक्क लगाएर कपाल यस्तो गर्नुपर्छ कि कपाललाई ट्याक्क यता पोखरी पनि रहेछ अनि पोखरी पनि नि त्यहाँ रिसोर्ट खोलिसकेको रहेछ रिसोर्ट ऊ त्यहाँ देखिया छैन होला अनि यहाँको भ्यू हेर्नुहोस् वाउ वाउ जस्ट लुकिङ लाइक अ वाउ यहाँ गाई पनि छ अनि ट्याक्क लगाएर यो त सक्दैन भइहाल्यो मेरो ट्याक्क लगाएर हाम्रो गाई हाम्रो होइन जङ्गलको गाई हाम्रो भन्दा पनि फरक पर्दैन पर त जे भए पनि अब निस्किनु पर्ने हुन्छ अझै म जाने भने ऊ त्यहाँ जानु सोचिरहेको छु क्या ऊ त्यहाँ सोचिरहेको छु होइन ऊ त्यो माथि पिङ पनि छ क्या अब खेल्ने हामी आउँदाखेरि थियो त्यहाँ जान्छु एकछिन त्यहाँसम्म के हुन्छ ल अब एकछिन पछि भेटौँला सो गाइस हामी चाहिँ ट्याक्क लगाएर कहाँ हेर्नुहोस् त कति छ यहाँ अनि फलाबाङ लुवाम यतातिर अनि यतातिर चाहिँ के हो म पढ्नु जान्दिनँ त्यही हो हामी चाहिँ ट्याक्क लगाएर यता आइसकेको छ हाम्रो भ्यू हेर्नुहोस् तल पनि एउटा बाइक आउँदैछ लास्ट खत्तम बाटो चाहिँ आमाले अब एकछिन फेरि हामी त्यहाँ जान्छौँ हेर्दै गर्नु होला ल एकछिन पछि भेटौँला अब सो गाइज हामी कहाँ छौँ हामी ट्याक्क लगाएर यहाँ छौँ ट्याक्क लगाएर यस्तो मौसम गरिरहेको छ अब हामी यहाँबाट फर्किनेवाला छौँ है हेर्दै गर्नु होला अब बाटोतिर भएपछि देखाउँछु म अरू त त्यही हो ल गाइस ट्याक्क लगाएर म चाहिँ यहाँ आइसकेको छु हाम्रो बोइज के हो द बोइज ग्यालेरी ट्याक्क लगाएर सबैले माया देखाइदिनु होला म ब्लग गर्दैछु कि ठ्याक्क म अहिले भर्खर आएँ होइन ट्याक्क उहाँ गएको थिएँ कि कसले गएको थिएँ के छ हाम्रो सेफ ठिक छ एकदम ट्याक्क तलदेखि माथिसम्म हो हजुर बाई भोलि भेटौँ न ट्याक्क लगाएर म चाहिँ अब सादा त्यहाँ छ साथै म चाहिँ जान्छु है अब घर गएर बटन त आजको ब्लग यहीँ नै एन्ड गरौँ आज चाहिँ राम्रै भयो त्यो होस् होइन म चाहिँ खान्छु आजको ब्लग यहीँ गरौँ अब अर्को ब्लगमा भेटौँ ल बाई